उस गाइस काफल खाना भनेपछि केटाहरू रुखमा चढेको त्यो माथि छ केटाहरू यहाँनिर छ मेरो मनी भाइ के छ मनी भाइ त्यहाँ मेरो मनी भाइ छ केटाहरू गइसक्यो हाम्रो डेस्टिनेसन भनेको तारेभिर हो तारेभिरमा चाहिँ आज हामी लङ रनिङ गरेर आइसकेका छौँ केटाहरू अगाडि छ टक्क लाएर म पछि छु केटाहरू काफल खानको लागि जङ्गलतिर छिरेको छ केटाहरूको मेहनत खतरा छ काफल खानको लागि तर काफल चाहिँ भने जस्तो नपाउने रहेछ कलाएर काफलको दाना एक दुईवटा चाखेर निस्किसक्यो जङ्गलबाट काफल चाहिँ खासै नपाउने रहेछ काँचै भयो नि चाख्यो धेरै भएको थियो गाउँबाट आएदेखि खान पाएको थिएन काफल गाइस टक्क लाएर खाएर निस्किसक्यो काफल काफल यता खासै त्यति नपाउने रहेछ गाउँमा चाहिँ धेरै हुन्थ्यो केटाहरू जङ्गलतिर कहाँ छ बोलाउँदै पो छ टक्क मजी जानुपर्ने हुन्छ गाइस खान नपाए नि हामीले गाइस मेन भनेको चाहिँ हो नि त केटाहरू मैसिलीको गेडा चाहिँ खानु पाइए ऐसेले खानु पाएँ है आता मेरो बाँदर भाइहरू खाँदैछु यो मेरो भाइ हो सब कता गयो ऐसेलु देखा नै केटा मेरो ब्लगमा यो कुरा चाहिँ हामीले त्यो क्षेत्रीहरूलाई देखाउनु हुँदैन सेलु खाने भनेपछि केटाहरूको जोस उठ्यो ऐसेल खानुको लागि ऐसेल खाइरहेको छ त्यो चाहिँ यता मेरो ग्याङ हिँडिरहेको छु म यता छु गाई टक्क लाएर ऐसेलु पनि खायो मेरो ग्याङ उति आउँदैछ मेरो बा जानु परिहाल्यो काफल चाहिँ खायो तर यस्तै हो अरू त छैन केटाहरू चल्दै हिँडेको असिएलु असिएलु है गाइज यहाँ आएन यहाँ मैले असिएलु देखाएको मभन्दा छिटाएर खान्छ आम्म बाबा केटाहरू यता खाइरहेछ है गाइज आउँछ आम्मा म काँडा घरभित्र छिरे गाइज ल है केही नभन्नु होला गाइज मैले तारेभिरको ऐसेल खाइदिएँ अनि मैले यस्तो मिठो चिज छेत्रीलाई मैले देखाएको होइन मभन्दा अगाडि आएर खाइदिएँ क्या गाइज पहेँलो भएपछि असेलु पाकेको हुन्छ भन्ने तेरो तल थाहा छैन क्या गाइज तारेभिर चाहिँ त्यहाँ छ गाइज अब हामी चाहिँ पुग्न लागिसक्यो तारेभिर त्यो हो यहाँबाट देख्ने भ्यू हेर्नु गाइज गाइज हामीले चाहिँ के देखिसक्यो फेरि अब हामी चाहिँ यहाँनिर खुर्पानी किनेर खान लागिरहेको छु खुर्पानी फलेर चाहिँ गाइज खानुपर्ने हुन्छ यसले त खाइसकेको हेर न एक्लै खा न एक्लै खा पैसा मसँग छ क्या गाइज खुर्पानी खान लागेको किन गाइज केटाहरू चाहिँ खुर्पानी लिन गइरहेछ त्यो आन्टी टिकट दिँदै हुनुहुन्छ ए मेरो बाबु छ नाङ्गै बाबा गाइज यतिको भ्यू हेर्दै
खुर्पानी खाँदै हामी चाहिँ कुराहरू त टक्क तारे भिरमा बसेर आजको भ्यू चाहिँ हेलो गाइज हामी चाहिँ टक्क लाएर तारे भिर पुगेर पनि घर फर्किँदैछौँ मेरो साथीहरू अगाडि गइसक्यो मेरो एउटा भिडियो बनाउने मेरो भाइ हो मेरो मलाई देखाएको घर फर्किँदैछु भ्यू देखाइदियो केटा भ्यू एकदम ठिक छ गाउँले टाइप्स अनि अरू के भन्छस् अरू सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा मेरो भ्लग चाहिँ भरे आउनेछ थ्याङ्क यू सो मच यति भन्दै हामी चाहिँ अब घर फर्किन लागेको ल गाइज हामी चाहिँ तारे भिरमा पुगेर नि फर्केको अब फर्केर केटाहरू यता छ मलाई चाहिँ लास्ट गर्मी भयो गाइज त्यही भएर म भेस्ट फुगालेर हिँड्दैछु फाइनल गाइस मलाई धेरै भोक लागिसकेको छ अब माथि त्यस्तो खाजा खाने ठाउँ पनि राम्रो नहुँदो रहेछ त्यही भएर एउटा चाउचाउ खाएर ओह्रालो कुद्यो अब आइपुग्न लाग्यो अब आजलाई यति नै अर्को भ्लगमा भेट्नेछौँ हस् त धन्यवाद